आफै म कता हिँडिरहेको छु कतै अमेरिका त पुगिनँ म भन्ने लागिरहेको थियो मलाई तर होइन रहेछ यो म अहिले हिँड्दैछु भरतपुर नारायणगढको रोड सेक्सनमा र यहाँको रोड साँच्चीकै कस्तो चाहिँ छ त तपाईँहरूलाई म एकछिन डुलाउँछु हेर्दै गर्नु होला है। अहिले म कहाँ छु भन्दा ठ्याक्कै पुलचोक भरतपुर पुलचोकमा रहेको छु र पुलचोकबाट पूर्वतर्फ लाग्दैछु म। यहाँको रोडको कन्डिसन कस्तो छ, यहाँको पूर्वाधार स्ट्रक्चर, रोडको स्ट्रक्चर कस्तो छ भन्ने कुराहरू तपाईँहरूलाई दायाँ बायाँ पुरै देखाउँदैछु र सुरुवातदेखि नै हेर्दै हुनुहुन्छ तपाईँहरूले। यसो हेर्दाखेरि राम्रै छनक देखिरहेछ। सबैभन्दा पहिला कुरा गरौँ यो रोड कति लेनको छ त। यो व्यस्त नारायणगढको व्यस्त बजारको बिचमा कति लेनको सडक छ भन्दाखेरि यो अहिले म गइरहेको 2 लेन, यता साइड 2 लेन र उतापट्टि दायाँ र बायाँपट्टि 1 लेन गरेर जम्मा 6 लेनको सडक रहेको छ। अब कुरा गरौँ रोड मार्किङको। रोड मार्किङ पनि A1 देखिन्छ। यहाँ जेब्रा क्रसिङ देख्न सक्नुहुन्छ। हेर्दैमा क्लियर अनि स्पष्ट बाइकबाट झरेर बाटो काट्नु मन लाग्ने रहेको छ र यो लेन छुट्याउन प्रयोग गरिएका कलरहरू पनि एकदमै स्पष्ट र चम्किलो र आकर्षक देखिन्छ। यो दायाँ बायाँ वालहरूमा पनि कलरिङ राम्रो व्हाइट र ब्ल्याकका कलरहरू एकदमै उत्कृष्ट छन् र यो मेन चोकहरूमा ठुला यो हेलोजिन र लाइटहरू राखिएको छ जसले चाहिँ रात्रिकालीन यात्रालाई सहज र सुरक्षित बनाउन चाहिँ सहयोग गर्छ। आधुनिक सहरको रोडमा हुनुपर्ने गुणहरू धेरै है देखिरहनु भएको छ र मैले पनि देखि नै रहेको छु है। अझ पनि तपाईँलाई देखाउँदै जानेछु अलि परसम्म हेर्नुहोला। अब कुरा गरौँ रोडको दुवैतिर साइडतिर रहेको क्यारीहरूको बारेमा। रोडतिर यो क्यारीहरू यस्तो दामीसँग हुर्काइएको छ, यस्तो दामीसँग संरक्षण गरिएको छ जुन चाहिँ व्यावसायिक रूपमा नर्सरीमा पनि यति साह्रो गरिँदैन होला। हेर्न सक्नुहुन्छ यति व्यवस्थितसँग संरक्षण गरिएको छ कि गाईबस्तु आएर नष्ट गर्ने सम्भावना कम छ, किनभने फलामको रेलिङले चाहिँ कभर गरेर राखिएको छ यस्तो मजासँग। जेनजी आन्दोलनमा जलेको यो भाटफुटेर नि फेरि सञ्चालन भइसकेछ कलरिङ सरेलिङ गरेर है। यतिखेर म आइपुगेँ ठ्याक्कै 24 कोटी। 24 कोटी चाहिँ नाम कसरी रहन गयो, कसैलाई थाहा छ भने यसो कमेन्ट गरिहाल्नुहोस् त। र अब म 24 कोटीबाट पूर्वतर्फ अगाडि बढ्दैछु। 24 कोटी एउटा चोक हो, यो चोकबाट पूर्व उत्तर दक्षिण सबैतिर लाग्ने एउटा चोक छ। अब यहाँ म पूर्वतर्फ लाग्दैछु। यहाँसम्म रोड बत्तीहरू पनि एकदम आकर्षक छन् र यो दाहिनेपट्टि साइडमा भरतपुर विमानस्थल रहेको छ। विमानस्थल बाहिर पनि आकर्षक रूपमा सजाइएको छ नै हेर्न सक्नुहुन्छ तपाईँहरूले। यतापट्टि दाहिनापट्टि हो अहिले म ठ्याक्कै पारस बस पार्कनिर आइपुगेँ र यहाँबाट नि मास्तिर हेरौँ कस्तो छ। माथि टिकौली जङ्गलसम्मको रोड एकदम क्वालिटीको छ भन्ने सुनिएको छ, त्यही अनुसार हेर्दै जाऊँ कहाँ कस्तो रहेछ र।
भिडियोको अन्तिमसम्म हेर्दा तपाईँहरूलाई कस्तो लाग्यो त यो रोड? के यो रोड साँच्चीकै क्वालिटीको र राम्रो गुणस्तरीय छ त? कमेन्ट गर्न नबिर्सिनु होला है त। र अहिले टिकौलीको जङ्गलको रोड सुरु भइसकेको छ र यहाँ 2 लेनको मात्र सडक छ। यहाँ नो रोड लाइट, नो क्यारी, नो रोड मार्किङ केही छैन, जम्मा 2 लेनको सडक छ। तपाईँले अघिको र अहिलेको सडकमा के फरक पाउनुभयो त? कमेन्ट गर्न सक्नुहुन्छ। कुन चाहिँ वास्तवमै उत्कृष्ट सडक छ त? तपाईँहरूले आफ्नो विचार राख्न सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।